यो भ्यालेन्टाइन डे तपाईँहरूले कसरी सेलिब्रेट गर्ने सोच्नु भएको छ? यदि केही स्पेसल पहिलाभन्दा भिन्नै तरिकाले सेलिब्रेट गर्छु, स्पेसल बनाउँछु भन्ने सोचिराख्नु भएको छ, नट जस्ट भ्यालेन्टाइन डेमा मात्रै, एज युजल अरू डेमा पनि आफ्नो पार्टनरलाई स्पेसल त फिल गराउन सकिहाल्यो, गराउने सोच्नु भएको छ र कि नयाँ तरिकाले चाहिँ सरप्राइज गर्छु, सेलिब्रेट गर्छु भन्ने सोच्नुहुन्छ नि, यो भिडियो तपाईँहरूको लागि हो। अब हामीले त जहिले पनि सेलिब्रेट गरिरहेको छौँ, गिफ्ट एक्सचेन्ज गरेर, अब इमोसन्सहरूलाई सेयर गरेर। अब त्यसरी नै एउटा रिलेसनसिप क्विज, अनलाइन रिलेसनसिप क्विज डेभलप गरेर आफ्नो पास्ट मेमोरिजहरूलाई लिएर एउटा क्विज बनाएर, अनलाइन क्विज बनाएर त्यसलाई चाहिँ दुईजना मिलेर सल्भ गरेर त्यस्तो तरिकाले पनि हामीले चाहिँ यो भ्यालेन्टाइन डेलाई सेलिब्रेट गर्न सक्छौँ। त्यो क्वेसनमा, त्यो क्विजमा क्वेसन्सहरू चाहिँ आफूले पहिला स्पेन्ड गरेका मोमेन्ट्सहरूलाई, स्पेसल मोमेन्ट्सहरूलाई चाहिँ लिएर चाहिँ त्यो क्विजको क्वेसन्सहरू बनाउन सकिन्छ। जस्तै पहिलो, वेन डिड वी मेट फर्स्ट, अनि त्यसपछि अब कुन चाहिँ त्यो स्पेसल फोटोज हो जुन चाहिँ वी लाइक इट टाइपको, यस्तो स्पेसल आफ्नै स्पेसल मोमेन्ट्सहरूलाई रिलेट भएर चाहिँ क्वेसन्सहरू डेभलप गरेर त्यसलाई सँगै बसेर रिजल्भ गर्दा त्यो पुराना मोमेन्ट्स, मेमोरिजहरूलाई रिलिभ र फेरि इन्जोय गरेर पास्टको मेमोरिजहरूलाई चाहिँ अहिले प्रेजेन्टमा लिभ पनि गर्न सकिन्छ यस्तो क्विज, रिलेसनसिप क्विजहरूलाई चाहिँ सल्भ गरेर। यदि तपाईँहरूलाई त्यो कसरी बनाउने भन्ने सिक्न चाहनुहुन्छ भने त्यसको फुल युट्युब भिडियोको लिङ्क मैले तलतिर डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँबाट तपाईँहरूले सिक्न सक्नुहुन्छ र आफ्नो पार्टनरलाई नट जस्ट अन भ्यालेन्टाइन डे, एनी मोमेन्टमा, उसको बर्थडेमा होस् वा डिफ्रेन्ट मोमेन्ट्समा चाहिँ स्पेसल फिल गराउन सक्नुहुन्छ। ओके, थ्याङ्क यू एन्ड ह्याप्पी भ्यालेन्टाइन डे टु अल अफ यु। बाई बाई।